नैतिकताको कुरा गर्नुहुन्छ भने हिजो ऊ जलेर कङ्गाल हुँदै गर्दाखेरि उसको कङ्गाललाई कसरी कैदीलाई भ्रष्टाचारी बलात्कारीलाई समातेर ल्याए जसरी हस्पिटल ल्याइएको छ देखिएको छ सबैजनाले। यदि यो अहिलेको सरकारलाई त कैदी समात भन्यो भने त भ्रष्टाचारी समात भन्यो बलात्कारी समात भन्यो ताकि जलेर मर्न लागेको कङ्गाललाई चाहिँ समातेर चाहिँ तपाईँको घिसार्दै लिएर आउने होइन के त तपाईँको एम्बुलेन्स व्यवस्था छ त्यहाँ त नैतिकता कतिसम्म हराम छ राज्य कतिसम्म पछाडि छ भन्ने कुरा त त्यहाँबाट त स्पष्ट देखिन्छ नि त। यस स्पष्ट देखिने कुराहरू हो नि त। यसरी त दिनै चाहिँ मान्छे मर्ने हो नि त तपाईँको हामीले देखेको एउटा त तपाईँको न्युजमा आएको एउटा पो यो पो अहिले हाइलाइटमा आएको त यसको त दिनकै कति मान्छे मरिरहेको छन् कि कति हामीले थाहा छन् कति त टाढा टाढाको मान्छेहरू मरिरहेको छन् जसको आवाज छैन त्यो त हामीले कसैले देखेको छैन। यस्तो दिनै गरिब जनता मरिरहेको छन् कि नेपाली जनताले तिराउने के कर तिर्ने हो ट्याक्स तिर्ने हो जरिवाना गल्ती गरे बाबत तिर्ने हो तर घोडा टेक्ने तालले तिर्ने होइन के तिर्न सक्ने आऊ न तिर्न तयार छौँ क्या हामी गलत गर्दैनौँ हामी राम्रो बाटो बनाऊ न होइन। अब अहिले बर्खा लाग्यो गाउँबाट तिमीहरूको बाटो चाहिँ तिमीहरूले सामाजिक सञ्जालमा जसरी चाहिँ पिच गरेका छौ नि गाउँमा बाटो त्यसरी पिच भएको छैन कि त्यति खाल्टा उल्टी छ। काठमाडौँकै बाटो पनि एक राउन्ड घुमेर हेरौँ त ल बेलुका गएर एकचोटि ऐना हेरौँ त आफ्नो अनुहारलाई चिन्दैन कि अलिकति लेन क्रस भयो भन्दैमा अलिकति बाइक रोक्यो भन्दैमा याङ्गोलाई आफ्नो घरबाट चाहिँ तपाईँको याङ्गो राइडिङ गरे हुन्छ घर छेउमा लोकेसन हालेर बोलाएपछि घर छेउमा आइहाल्छ त त्यो त उनीहरूको ड्युटी नै हो त याङ्गोको काम त्यो होइन पठाउ राइडरको काम त्यो होइन उसले आफ्नो कर्तव्य निर्वाह गरिरहेको छ कर्तव्य एउटा दुखी जनता गरिबले आफ्नो कर्तव्य निर्वाह गरेर आफ्नो जीविकोपार्जन चलाइरहेको छ उसको त बाउआमा बुढाबुढी होलान् छोराछोरी होलान् छोराछोरीले खाना खोज्लान् पढाउनु पर्ला बुढी होलान् घर परिवार होलान् उसले त पाउनु पाउँछ नि त। गणेश नेपालीले आत्मदाह गरिसकेपछि सरकारले भूमिका खेल्नु पर्थ्यो त्यसमा चुकेको भन्ने हो एकदमै चुकेको स्टोनबाजीतर्फ लाग्यो अझै यो एउटा स्टोनबाजी तपाईँलाई म भनिदिन्छु है त एउटा स्टोन इन्डियाकै कुरामा केही समय अगाडि चेन्जी घाइते एउटा लिजा अधिकारी भन्ने बहिनीको यो नेपालमा कुनै पनि ठाउँमा उपचार नहुने भएपछि हस्पिटलले इन्डिया रिफर गरेको थियो हामी त्यसको लागि सरकारको पाउमा भिख माग्न गएको थियौँ त्यो बेला सरकारले के भनेको थाहा थियो तपाईँको यो नेपालमा उपचार हुन्छ भने हुन्छ हुँदैन भने तपाईँहरूको आफ्नो व्यक्तिगत तरिकाले गर्नुहोस् यो चाहिँ ऐन कानुनभित्र पर्दैन रे। अनि हिजो यहाँ स्टोनबाजी गर्न आउने स्टोनबाजी गर्न आएन यो त स्पष्ट रूपमा चेत हुने छ भने एकचोटि सोच्नुहोस् के कहाँ पारेको छ प्लेन भने प्लेन त एयरपोर्टमा जानु न सधैँभरि रेडी छ त अहिले पनि छ त छैन एक्सन ओरिएन्टेड गृहमन्त्रीको दर्जा दिएर अहिले उहाँ त सर्वत्र चर्चामा मतलब सामाजिक सञ्जालमा त रासोपा सधैँभरि चर्चामा अहिलेको यो मर्या पनि सामाजिक सञ्जालमा त राज्यले मारेको होइन नै चर्चा चलिरहेको होला के यत्रो राज्य मान्छे म त मरेको छ नि त अस्ति भाद्र 23 गते गोली खाएर घाइते हुने मान्छे हामी हो के अहिले हामीले बोल्दै गर्दाखेरि यथार्थ सत्य कुरा बोल्दै गर्दाखेरि हामी यो देशको कलङ्क जस्तो बनाएको छ हामीलाई यथार्थ घाउ त हामीलाई परेको छ नि त जसलाई घाउ हुन्छ त्यो चिच्याउँछ जसलाई दुख्छ त्यो कराउँछ नि त। गृहमन्त्रीको सकारात्मक पक्ष पनि त सकारात्मक पक्ष नकारात्मक पक्ष चाहिँ के एमालेको थियो र माओवादीको त थियो र काङ्ग्रेसको थियो र तर जनता नमरेको त थिएन नि त अहिले पनि त सकारात्मक सबै नकारात्मक त भनेको छैन नि त हामीले गर्ने ठाउँमा सपोर्ट गर्नुपर्ने ठाउँ राम्रो कामलाई त गरेको छौँ नि त तर जनता नमार है दिन दुखी भोइ मान्छेलाई नमार है भने हो नि त हामीले त गरिब नमार भनेर भोलिको दिनमा तपाईँहरूको पत्रकारिता यो राज्यको चौथो अङ्क होइन अहिले यो डेमोक्रेसीको चौथो अङ्क होइन भोलि तपाईँहरूलाई नि बन्देज लाएर तपाईँहरू नि माइती घरमा आउने दिन आउँछ अवश्य आउँछ दसैँ पछाडि अझै दशा लाग्न छ नेपाली जनतालाई विचार गर्नुहोस् अझै विद्रोह हुन्छ यही ताल्ने तरिकाले जाने हो भने सरकार हो अब यसको विकल्प चाहिँ के हुन्छ विकल्पिक अब नेपाली जनताले जाग्नु पर्यो यसमा विकल्प खोज्ने होइन तपाईँको विकल्पको रूपमा के हुनुपर्ने हो त्यो नेपाली जनता आफूले बुझ्ने कुरा हो तर अहिलेको परिस्थितिमा जनता नमरुन् जनतालाई मार्नु हुँदैन अहिलेको यो जुन जे घटना भयो नि उहाँको परिवारलाई त सरकारले के गर्छ त्यो हेर्न बाँकी छ। तपाईँ उसको चाहिँ सिंहदरबारमा अथवा चाहिँ बालुवाटारमा चाहिँ यो यही आगो लगाएर चाहिँ उसको आफै मर्न पर्ने अवस्था पनि सिर्जना हुन सक्ने अवस्था देख्छु प्रधानमन्त्रीकै यस्तो अपमानजनक शब्द किन बोल्नु होइन यिनीहरूको बालेन सरकारले गरिब दलित दुखी महिला प्रति यो चाहिँ ऊ बालेन प्रधानमन्त्री भएदेखि नै रिसिपी सार्दै दुश्मनी सार्दै आएको छ। हिजो चाहिँ गरिब निमुखा गरिब सुकुम्बासीहरूलाई डोजर लगाएर त्यहाँबाट उठीबास लगायो अनि त्यसपछि गएर होल्डिङ सेन्टरमा लाग्यो होल्डिङ सेन्टरबाट अहिले जबरजस्ती फेरि चाहिँ बाहिर सडकमा ल्याएर चाहिँ गरिब निमुखाहरूलाई छोडेको छ। त्योभन्दा ठुलो दुश्मनी गरिबप्रति यो प्रधानमन्त्रीको हुन्छ। यो प्रधानमन्त्री त देशको अभिभावक हो नि यो अभिभावक नभइकन यो देश नेपाली जनताको सबभन्दा ठुलो शत्रु भन्ने नै बालेन हो। योभन्दा ठुलो नेपालमा नेपाली जनताको लागि बालेनभन्दा ठुलो शत्रु कोही पनि छैन। नेपालीको दुश्मन पनि बालेन गणेश नेपालीको पनि सबभन्दा ठुलो दुश्मन चाहिँ हत्यारा हो बालेन सरकार र यो नेपाली जनता सबैको दुश्मन हो। अहिले त यो गरिब दलित उत्पीडित जनताको हत्यारा भइरहेको छ। हेर्नुहोस् त अहिले बालेन सरकार आइसकेपछि दलित गरिबहरूप्रति अत्याचार कति बढेको छ सुकुम्बासीहरूप्रति चाहिँ यो अत्याचार बढेको छ। हाम्रा दिदीबहिनीहरू बलात्कृत भएछन् प्रहरी प्रशासन छाडा भएको छ। अहिले जसले मारे पनि केही सरोकार छैन होइन त्यो हिसाबले यो चाहिँ
यो बालन सरकार चाहिँ सबैको नेपाली जनताको शत्रु दुश्मन हो र यो चाहिँ गणेश नेपालीको हत्यारा हो। र सबभन्दा पीडा लाग्दो कुरा के हो भने हामीहरूले राष्ट्रिय स्वतन्त्र पार्टीको नेपालमा सरकार बनिसकेपछि थुप्रै खालका परिवर्तन हुन्छन् जस्तो लाग्छ। अहिले आएर यहाँ यो चाहिँ वीर हस्पिटलमा राष्ट्रिय स्वतन्त्र पार्टीका केही चाहिँ झोलेहरू केही के भन्छन् भने यो लौरेहरू यहाँ आएर यो चाहिँ अहिले मान्छेले मर्यो त के हुन्छ, सरकारले के गर्न सक्छ, उसको आफ्नो निर्णय हो। मान्छेले आत्महत्या गर्ने भनेको यो मान्छे आफै निर्णय गरेर मरेको हो, त्यसमा सरकारले के गर्छ भनेर अहिले चाहिँ हुलदङ्ग गरिरहेछन् यहाँ चाहिँ वीर हस्पिटलमा। तपाईँहरूको पीडामा उहाँले थप पीडा थप्न आउनु भयो होइन, त्यसपछि जिस्काउनु आउनु भयो। यो त हेर्नु न, सरकार भनेपछि राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार छ। राष्ट्रिय स्वतन्त्र पार्टीको नेताले त हामी यो चाहिँ पीडित पक्ष जुन हो, पीडित पक्षलाई राहत दिने, अलिकति सान्त्वना दिने, यो घटना भयो दुःख व्यक्त गर्ने हो नि, उल्टै आएर वीर हस्पिटलमा आएर चाहिँ उदण्ड मचाइरहेका छन्। हेर्नुहोस् यहाँ झडप हुने स्थिति सिर्जना भइरहेका छन्। उस्तै पर्ने भने पीडितका परिवारलाई पिट्छन् कि भन्ने अवस्था सिर्जना भएको छ। रासोपाका कार्यकर्ता पिट्ने सम्भावना बढ्यो। रासोपाका कार्यकर्ताहरू यहाँ आएर पीडितलाई पिट्ने धम्काउनेसम्म गरिरहेका छन्। यो भन्दा ठुलो दुःख लाग्दो कुरा केही पनि छैन। मेरो राष्ट्रिय स्वतन्त्र पार्टीलाई अनुरोध के छ भने आफ्ना कार्यकर्ताहरूलाई यहाँबाट हटाइयोस् र चाहिँ यो पीडित जो छ उनीहरूप्रति सान्त्वना दियोस्, उनीहरूप्रति मलम लगाइयोस्, उनीहरूप्रति दुःख व्यक्त गरियोस्। राष्ट्रिय स्वतन्त्र पार्टीकै सरकार भएको हुनाले यसमा प्रहरी प्रशासन जो छ त्यसलाई कारबाही अलि मिहिन तरिकाले अनुसन्धान गरेर कारबाही गरियोस्। अन्यथा हामीहरूले बालेन र सुदनलाई नेपाल सरकारको अदालतमा हामी मुद्दा हाल्छौँ। यो बालेन सरकारले हत्या गरेको हुनाले, गणेश नेपालीको हत्या गरेको हुनाले नेपालको अदालतमा, सर्वोच्च अदालतमा हामी मुद्दा हाल्छौँ। नेपालमा यहाँ भएन भने यस्ता खालका हत्याहरू बढिरहेका छन्। हामी अन्तर्राष्ट्रिय अदालतसम्म गएर बालेन र सुदन विरुद्धमा चाहिँ मुद्दा हाल्न हामी चाहिँ बाध्य हुनेछौँ। तपाईँले यति बेला सरकार सम्बद्ध पार्टी र सरकारलाई अपमान र गाली गरिरहँदा पनि हिजोदेखि गृहमन्त्रीज्यू त तपाईँहरूकै सेवामा हुनुहुन्छ। हजुर, पीडित परिवारलाई सहायता गर्नको निम्ति बरु इन्डिया लगेर पनि उपचार गराउने हो, बचाएरै राख्छु भनेर उहाँले बल त गर्नुभयो, प्रयास त गर्नुभयो, तर असन्तुष्टि तपाईँहरूमा निकै देखियो। किन हो यो सुदन गुरुङ भन्ने मान्छे त नेपालको सबभन्दा चटकी नाटककार हो। त्योभन्दा बढी अरू केही पनि होइन। उसले त्यो मैले भन्दैछु, उसले गणेश नेपालीलाई बचाउनु पर्ने थियो भने सबभन्दा पहिले उसले चाहिँ किर्तिपुर बर्न हस्पिटलमा लैजान्थ्यो होइन। उसले इन्डिया लैजान सक्थ्यो, चाहन्थ्यो भने त इन्डिया लगेर बचाउन सक्थ्यो नि। 55% मात्रै बर्न भएको छ। 55% बर्न भएको मान्छे हिजोको आजै मृत्यु हुँदैन। उसले सुदन गुरुङले जानिकन चाहिँ यहाँ मार्न भनेर ल्याएको हो। यो स्टन्ट बाहेक केही पनि होइन। हिजोको दिनभरि इन्डिया लैजाने भनेर नाटक देखायो। यहाँ चाहिँ वीर हस्पिटलमा आएर त्यो एयरपोर्टमा गएर नाटक देखाए। नेपाली जनताले पत्याइदिए, नेपाली जनता पनि त्यस्तै छन्। अब अहिले लैजाने भए त इन्डियामा लैजान्थ्यो नि। जस्तो खालको व्यवहार गरियो नि गणेश नेपालीमाथि, त्यो उद्धार हुँदै गर्दाको दृश्य तपाईँले पनि हेर्नुभयो होला, त्यसलाई के भन्नुहुन्छ? यो चाहिँ यो सरकार, बालेन सरकारमा यो संवेदनशीलता, यो मानवीयता भन्ने हराएर गएको छ। यो मानवता भन्ने त जिरो रतिभर पनि छैन। उसको प्रहरी प्रशासनसँग चाहिँ के भन्छ भने छोटो समयको यो डिस्कसन पनि भएको छ। त्यहाँ मेरो शङ्का के पनि लाग्छ भने प्रहरी प्रशासनले कुनै अपमानजनक वाक्य बोलेको, प्रहरी प्रशासनले अपमान गरेको गणेश नेपालीलाई उसलाई मान्छे आफै चाहिँ कसैले पनि पेट्रोल छर्केर आफै कुनै उत्तेजनामा नआइकन हत्या गर्दैन। उसलाई प्रहरी प्रशासनबाट त्यहाँ प्रहरीले जसले छलफल गर्यो उसले प्रहरी प्रशासनले उसलाई चाहिँ मटितेल छर्केर यो चाहिँ आत्महत्या गर्न बाध्य पार्यो। अर्को के देखाउँछ भने हेर्नुहोस् त, मान्छे मरेको छ, उसलाई चाहिँ हिँडालेर धकेलिकन ल्याइएको छ। यो भन्दा पनि संवेदनहीनता के हुन्छ मानिन्छ। नेपालमा अहिलेको यो बालेन सरकार आइसकेपछि संवेदनहीनता एकदमै हटाएको छ। हेर्नुहोस्, गरिबी र बेरोजगारीमाथिको चरम अत्याचार हो यो त। मैले अघि भने बालेन चाहिँ गरिब र यो बेरोजगार व्यक्तिहरूको, युवाहरूको त नेपालमा सबभन्दा ठुलो दुश्मन हो। यो कसरी प्रमाणित गरिन्छ भने ऊ प्रधानमन्त्री हुँदा बित्तिकै सुकुम्बासीहरूलाई हेर्नुहोस् त, डोजर लगाएर उसलाई चाहिँ त्यहाँबाट हटायो। मान्छेहरू मृत्यु भयो, उसलाई लगेर त्यहाँ होल्डिङ सेन्टरमा लाग्यो। होल्डिङ सेन्टरबाट हटाएर अहिले चाहिँ चिल्ली र बिल्ली छ सुकुम्बासीहरूको, तहस नहस छ, घरको न घाटको भएका छन्। अहिले चाहिँ कम्तीमा पठाओ इनड्राइभहरू, याङ्गोहरू सञ्चालन गरेर युवाहरूले अलिकति रोजगार पाइरहेका थिए, 2-4 पैसा कमाएका थिए।
अहिले ऊ बरु विदेश जानुभन्दा यहीँ बसेर 2-4 हजार कमाउँछु भनेर कामहरू गरिरहेका थिए। त्यसबाट विद्यार्थीहरूको पढाइ पनि चलेको थियो, दिदीबहिनीहरूको केही खर्चहरू पनि चलेको थियो। अब त्यसैमै यो कर लगाइदिएर यो 10,000 50,000 यो भारतको फिल्म, यो दक्षिण भारतको यो भरत भन्ने फिल्म हेरेर बालेन प्रधानमन्त्रीले त्यसकै आधारमा चाहिँ 10,000 20,000 50,000सम्म चाहिँ यो चाहिँ दण्ड जरिमाना तोकेर मान्छेलाई मर्न बाध्य बनाइरहेको छ। र उसले आफूले रोजीरोटी जुन चाहिँ रोजीरोटी खोजिरहेको छ, यो रोजीरोटी पनि छिन्ने काम मात्रै भएको छ। यो छिन्ने काम त हिजो हेर्नुहोस् त, यो चाहिँ यो एकदमै गरिब दिदीबहिनीहरूले एउटा काँक्रो, एउटा चाहिँ करेला, एउटा चाहिँ यो फर्सीका मुन्टाहरू बिक्री गरेर 1-2 जोर चाहिँ यो 1-2 कपडाहरू चाहिँ बिक्री गरेर आफ्नो जीवन गुजारा गरिरहेको थियो बाटोमा। त्यो बाटोबाट पनि अहिले चाहिँ एकदमै हटाएर बलजफ्ती त्यहाँबाट चाहिँ यो घरको नघाटको बनाइदिएका छन्। यो त कस्तो देखिन्छ भने बालेनले गरिबलाई त देखिसहन्नन्। उनले गरिबले राम्रो खाउन्, राम्रो लाउन्, कम्तीमा केही उनीहरूको जीविका सञ्चालन गर्नुहोस् भन्ने उनीहरू सोचाइ नै छैन। उनी अहिले प्रधानमन्त्री भइसकेपछि जबरजस्ती यो चाहिँ गरिबहरूलाई उठीभास लाउने बाहेक उनको काम हुन सकेको छैन। हस्, धन्यवाद। दुखी जनता, युवा पुस्ताहरूले चाहिँ केही गरी खान नपाउने है, तिमीहरू बेचिनुपर्छ, तिमीहरू अर्काको देशमै गएर भाँडा माझ्ने हो, तिमीहरू यो देशमा के गर्नुपर्छ, यही देशमा हुर्किनुपर्छ, यही देशमा चाहिँ हुर्क्यौ बढ्यौ, यही देशको लागि चाहिँ योगदान गर्नुपर्छ, यही देशमा चाहिँ आफ्नो जीविकोपार्जन गर्नु पाउनु हुँदैन तिमीहरूले भनेर चाहिँ खेती एउटा वातावरण बनाएको हो यो चाहिँ सरकारले। जस्तो तपाईँहरूले नै ल्याउनु भएको सरकार हो नि वास्तवमा। हामीले ल्याएको सरकार होइन, यो हाइज्याक बनाएर 24 गतिको आन्दोलन ल्याएको सरकार हो यो। 23 गतिको आन्दोलनले ल्याएको सरकार होइन यो, यति कुरा चाहिँ बुझ्नुहोस्। 23 गतिको हाम्रो जेन्जी मुभमेन्ट थियो, भ्रष्टाचारको अन्त्य, सुशासन कायम थियो। यो विद्रोह हामीले नै गरेको भए पनि यत्रो विद्रोह गर्दाखेरि कि हामीले चाहिँ जनतालाई तिर्न नसक्ने ट्याक्स तिरोस्, जनता मरोस् भनेर ल्याइदिएको व्यवस्था होइन नि त। हामीले त भ्रष्टाचारको अन्त्यको गर, सुशासन कायम गर भनेर भने हो कि। तपाईँको भ्रष्टाचार अन्त्य गर, सुशासन कायम गर भन्दैमा कुशासन ल्याएर जनतालाई मर्ने तालले चाहिँ कस्तो खालको शासन ल्यायो यो? यस्तो नि सुशासन हुन्छ कहिले? वास्तवमा तपाईँहरूले गर्नुभएको आन्दोलनको परिणाम ननिक्लेको हो। हामीलाई रुन मन लाग्छ के, हाम्रो आन्दोलन यत्रो गऱ्यौँ होइन, हामीले त दिन दुखी गरिब जनताको लागि आन्दोलन गरेको थियौँ के। भाद्र 23-24 गते हामीले त आफ्नो ज्यानलाई चाहिँ दाउमा थाकेर गरिब मान्छे नमरोस् भनेर गएको थियौँ कि। हाम्रो दाजुभाइहरू खाडीमा गएर बेचिन नपरोस्, यही देशमा रोजगार पाओस् भनेर। तर यही देशमा रोजगार गरिरहेको दिन दुखी, फेरि त्यो पनि राज्यले दिएको होइन, आफूले दुःख सुख गरेर खाइरहेको मान्छेलाई आज राज्यले मर्न बाध्य बनाउँछ भनेपछि यो जतिको लाज मर्दो र घृणा लाग्दो कुरा के छ र? यदि पशुपति जिउँदो छन्, सत्य छन् भने चाहिँ होइन, यिनीहरूको पनि अन्त्य निश्चित छ के, अन्त्य निश्चित छ। यिनीहरूले पनि रगतमा खेलेर आएको, जसरी गणतन्त्र रगतमा खेलेर आएको छ नि, ल्याएको छ नि, त्यस्तै गरी यिनीहरू पनि रगतमै खेलेर आएको। यिनीहरूले पनि देश खरानी बनाएर आएको, आजसम्म खरानी खेलेर आएको छ होइन। यो राज्यकोबाट पर्छ, यो महानगरपालिका चाहिँ कसको मातहतमा चल्छ? देशको त 3टा तपाईँको सरकार त 3 तहको सरकार होला नि त, स्थानीय सरकार, प्रदेश सरकार, अर्को सङ्घ सरकार होला नि त, सबैको बाउ त सङ्घ होला नि त, सबै देशको अभिभावक त देशको प्रधानमन्त्री होला नि त, अहिलेको बालेन्द्र सरकार होला नि त। उसले नै ल्याइदिएको हो नि त। तपाईँको बाइक रोकेपछि 50,000 जरिवाना रे के 20,000 जरिवाना रे, त्यसरी ल्याइदिइसकेपछि मान्छे चाहिँ तपाईँको आजको हुँदैन भने मान्छे तपाईँको कति दुःख छ कि। जो गणेश नेपालीले आफै पेट्रोल छर्केर आत्मदाह गर्न कोसिस गरे, त्यस पछाडिको दृश्यलाई देखेर तपाईँले कसरी हेर्नु भएको छ? अब तपाईँको पठाउ व्यवसाय गर्दै, जुन प्रकारको आफ्नो परिवारलाई सन्तुष्टि राख्दै, जुन प्रकारको आफ्नो व्यवसायलाई जुन घाम पानी नभनेर दिनौँ खटिरहेको व्यक्तिलाई जुन प्रकारको राज्य सत्ताले जुन योजनाबद्ध तरिकाले जुन यो घटना भयो, यो सिङ्गो समुदाय नै स्तब्ध छ। त्यसमा पनि यो सरकारले बेरोजगारी युवाहरूलाई, यहाँको उत्पीडित सीमान्तकृत दलित समुदायहरूलाई अझै पनि थिचोमिचो गरिएको छ। त्यसमा पनि जुन सुकुम्बासीहरूलाई पनि लखेटिएको छ। अहिले सुकुम्बासीको अवस्था हेर्नुहोस्, एकदमै तहस नहस भएको छ। जुन प्रकारको सुकुम्बासीको अवस्था अहिले दिनदाडी तरिकाले नदीमा हाम फालेर मरिरहेका छन्। र त्यस्तै प्रकारले जुन प्रकारको गणेश परिवारहरूले आत्मदाह गर्न बाध्य भए। अब तपाईँहरूले आन्दोलन गरेर ल्याएको व्यवस्था होइन, यो व्यवस्थामा त आत्मदाह गर्न बाध्य भयो नि युवाहरू होइन। यो जेएनजीको एउटा आन्दोलनमा गएका थिए गणेश परिवार। आज यो देशका राज्यले गर्दा मर्न बाध्य बनाए, मेरा गाउँ मेरा कर्णालीका जनता मर्न बाध्य बनाए भनेर प्रमाण दिन सक्दैन, तर गणेश नेपालीलाई मर्न बाध्य बनाए भनेर यो देशको सर्वोच्च अदालतमा पनि हामी प्रमाण दिन सक्छौँ। वर्तमान बालेन्द्रको सरकारले गरिब वर्गहरूको विशेष गरी भोइ मान्छेहरूको प्रतिनिधित्व गर्न सकेन, गर्दैन। यसले गरिब भन्ने बित्तिकै घृणा गर्छ, यसलाई गरिब भन्ने मान्छे नै मन पर्दैन। यो पैसा नभएको मान्छेलाई त मानव नै ठान्दैन। यसलाई हिरा चाहिन्छ, यसलाई मोती चाहिन्छ, यसलाई सुन चाहिन्छ, यसलाई सम्पत्ति चाहिन्छ, यसलाई गरिब गरिब देख्ने बित्तिकै माफीलाई मानव देख्दैन साथीहरू।
अझै त मेरो कर्णालीको जनता देख्ने बित्तिकै यो पापीले मानव ठान्दैन। त्यस कारणले यो उदाहरण हो। के हो अब के गर्नुपर्छ सरकारले अब दिनको लागि के गर्नुपर्छ? अपराधीहरूले हत्या त गरिसके, नेपालको संविधानमा हत्यारालाई फाँसी छ कि छैन त्यो खोजी गरौँ। सकिन्छ भने त संविधान संशोधन गरौँ। ती हत्या गर्न बाध्य बनाउनलाई पनि त्यसलाई जन्मकैद तथा हत्या अथवा फाँसीको सजाय दिनुपर्छ। यदि त्यो हुन सकेन भने यी हत्याराहरूलाई नेपालको कानुन हरेक विधान ऐन कानुन पल्टाएर कानुनी कठघेरामा ल्याउनुपर्छ। यसको सम्पूर्ण जिम्मेवारी अहिलेको वर्तमान सरकारले सरकार, नगरपालिका सरकार, यो राज्य नेपाल सरकार लिनुपर्छ। हामी कमजोर छैनौँ। जसले हत्या गरे नि यी हत्याराहरूलाई कर्मचारी राखेर यो देश हाँक्न सक्ने क्षमता छ। भन्नुभयो, यी हत्याराहरूलाई एउटा कर्मचारी राखेर यो देश हाँक्न सक्ने क्षमता छ कर्णालीको। भन्नुभयो, हामी त्यति कमजोर छैनौँ। यो सोच्नु होइन त, गलत भनेको होइन, फेरि गाँजा खाएर बोलेको होइन। यदि गाँजा खाएको छ भने ल्याउ त एउटा MBBS डक्टर ल्याएर चेक गर्नु होला। गाँजा खाइँदैन संसारमा, जीवनमा न गाँजा खाएको छु, न कुनै खैनी खाएको छु, न सेमार चुरटकै खाएको छैन। मैले नेपाली हुम्लाको पानी खाएको हुँ, मेरो कर्णालीको पानी खाएर बोलेको हुँ। यो सरकारमा बसेका हरेकलाई कर्मचारी राखेर राज्य सत्ता चलाउन सक्ने हैसियत छ। यी कर्मचारीलाई हामीले देवत्वकरण गऱ्यौँ, देवता बनायौँ। यी कर्मचारी हुन लायकका होइनन्। यिनलाई यदि यिनको क्षमता छ भने काम गरे अनुसारको जेला दिने मात्रै हो। यिनलाई जेला 1 लाख दिने हो भने यिनी यदि एकदम क्षमतासँग 4 लाख दिएर जेला राख्ने हो, तर देश सम्पन्न होइन। जसरी पछिल्लो समय नगर प्रहरीहरूको विभिन्न उनीहरूले गरेका हरकतहरूको समाचार बाहिरिएका छन्। कसले गर्दा हिजो थियो, कसले गर्दा? कारणको अहिलेको सरकार कारण हुन्छ नि। यो होइन नगर प्रहरी सुरक्षाकर्मी साथीहरू एउटा मात्रै हुन् के, ढग मात्रै हुन्। यो राज्यले गरिबलाई देख्नै चाहँदैन। आज सुकुम्बासीलाई मार्यो नि। आज सुकुम्बासीलाई खाना दिन नसक्ने, एउटा भात दिन नसक्ने हैसियत नभएका यो हुतियाराहरू। सरकारलाई यहाँ पुर्याउनुमा त तपाईँको पनि हात छ नि। पहिले तपाईँ सुरुमा कुनै दिन होइन त्यो सिङ्गो नेपाली जनताले सपोर्ट गरे नि त, भगवान माने नि त। तर आज के भयो? अहिले तपाईँ मैले वर्षौंछ त्यतिखेरसम्म बालनजीलाई राम्रो लाग्थ्यो। जेनजी आन्दोलनभन्दा अगाडि जेनजी आन्दोलनमाथि रगत पिए नि, त्यसपछि ऊ माथिको वृद्ध हो म, वृद्ध। जस्तो यो जेनजीको कुरा आयो त यो टिकट चोर्ने बित्तिकै विरुद्ध आयो भन्ने घन्टी पहिला त टिमी घन्टी एउटा नरहने। यहाँ तपाईँ कहाँ कुरा आउनु भएको छ? यहाँका न्यायका कुरा गर्नु नि। घन्टीका कुरा तपाईँको कुरा चल्दैन। घन्टीका कुरा नगर्नुहोस् के, घन्टी नभएर तपाईँ चल्दैन। यसो भनिरहँदाखेरि यो सरकारलाई यहाँ पोजिसनमा पुर्याउनमा त काहीँ न काहीँ तपाईँको हात पनि। नेपाली जनता सबैको हात छ। हिजोका शासकप्रति जनता आक्रान्त भयो के। बालनले भन्नुहुन्थ्यो नि, गरिबको कोही छैन के अरे, गाना के अरे त्यो, गरिबको कोही छैन चमेली के अरे त्यो, गरिबको कोही छैन चमेली बोलिदिने कोही छैन भन्ने। कहाँ गए यी पापीहरू? रविजी भन्दैनन् थिए हिजो गरिबको बारेमा आवाज उठाउने तिनीहरू कहाँ गए? आज उनलाई सुनचाँदी रहने, सुनचाँदी चाहिने, गरिबलाई मार्न, गरिबको रगतमाथि खाँदा मजा लाग्छ। तपाईँ त एउटा सेलिब्रिटी मान्छे भने होइन, यो मतलब तपाईँको अहिलेका सभापति रासोपाका रवि लामिछाने, बालेन शाह लगायत सुदुन गुरुङसँग तपाईँको राम्रो सम्बन्ध छ। मलाई कसैसँग सम्बन्ध छैन, सम्बन्ध कसै छोड्नु नि। मलाई कसै दरबारमा गएर किन प्रश्न सोध्नुहुन्छ? किन ती छोड्नु? म त जनताको सडकमा हिँड्ने मान्छे हो के, न सुदनहरू न बालेनहरू के छोडिदिनु क्या जस्ता कुराहरू। म तिनीलाई कुनै नाम, म गरिबको बारेमा आवाज उठाउँछु। हजुर, जुन हिजो जेनजी आन्दोलन भयो, हाम्रो 76जनाले ज्यान पनि गुमाए। यो बेलामा सरकारले जिम्मा लिनुपर्छ भनेर बोल्ने मान्छेहरू न अहिलेको सरकारमा छन्। अब यिनीहरूले यो घटनाको जिम्मा लिन्छ कि लिँदैन? यिनले केही पनि लिँदैनन् के। हिजोका भन्दा यी हुतियारा झन् जन्मे के। हिजोका भन्दा काङ्ग्रेस एमाले माओवादीहरू भन्दा झन् हुतियारा, दया नभएका, माया नभएका, करुणा नभएका, राजनीतिको नबुझेका
एका बोकमफुसे हुन्छ नि यिनीहरू त्यस्ता जन्मे कि पहिलाको त केपी सुन्नु नि केपी प्रचण्ड शेरबहादुर पछि त नालायक बने त पहिला त यिनको सङ्घर्ष खतरा हो नि त होइन र देशप्रति राष्ट्रप्रति एउटा सङ्घर्षै गरे हो नि त तर यिनीहरू जन्मजात हुत्तिएर जन्मे यिनलाई अहिलेको प्रधानमन्त्री 20 वर्ष लाग्थ्यो होला यदि अलिकति बुझेर गएको भए 20 वर्षसम्म उसले देश र जनतालाई सेवा गर्नुपर्थ्यो अनि प्रधानमन्त्री हुनुपर्थ्यो कामै नगरेको एउटा ऱ्यापर भएर ट्यापट्याप खाएको मान्छे यसले प्रधानमन्त्री बनायो भने कहाँ के हुन्थ्यो पानी बाँड्ने मान्छे गृहमन्त्री दुई पटक हेर्नु त अनि के सामान्य कुरा हो मैले पनि सोचेँ हिजो अस्ति त म पनि अब पानी बाँड्ने हुँ भने क्या आन्दोलन भएपछि आज गएको म बाँड्नु के पानी मन्त्री गृहमन्त्री हुँदो रहेछन् के हो यस्ता मान्छेले गएर फेरि भगवान् मान्छन् हेर्नु त यो हो त त्यस कारण यसको बारेमा हामीले बोल्नुपर्छ यसको घटनाको बारेमा अब जनताले हामीले सरकारले छानबिन गर्नुपर्छ दोषीहरूलाई कानुनी कठघरामा ल्याउनुपर्छ उसका बालबच्चाहरूलाई पूर्ण रूपमा सरकारले जिम्मा लिनुपर्छ उहाँलाई शहीद घोषणा यो के हो यो अहिलेको जलेको गणेश छ नि गणेश नेपाली यस्तो छ जेएनजीको जगबाट बनेको सरकार हो जुन प्रकारको अहिले सरकारको रवैया जुन प्रकारको बेरोजगारी युवाहरू जुन प्रकारको एउटा गरिब दुखी गरिब मारा सरकार बनिएको छ जुन प्रकारको एउटा जेएनजीको बलिदानबाट आएको सरकारले जुन प्रकारको एउटा गरिब दुखीलाई जुन प्रकारको दिनदाडै तरिकाले एउटा पेट्रोल छर्केर मर्न बाध्य बनाएको छ जुन प्रकारको एउटा पठाउ चालक जुन गणेश नेपाली जुन प्रकारको एउटा बाहिर देशको प्लान थियो उनको जुन राजधानी विभागको एउटा तीन नम्बर गेटमा जुन प्रकारको बाइक राख्ने क्रममा व्हिल लक राखेर जुन प्रकारको उहाँलाई 10,000 को चिट काट्यो उहाँले दिनभरि पठाउ काम गरेर 500,000 कमाउने जुन 10,000 को चिट काटिएको थियो उहाँलाई मानसिक यातना भयो शारीरिक यातना भयो त्यस पछाडि उहाँलाई बाध्य भएर जुन प्रकारको अहिले यो आत्मदाह गर्नुभयो यो राज्य सत्ताले जिम्मेवारी लिनुपर्छ जुन राज्य सत्ताको एउटा योजनाबद्ध तरिकाले भएको हो जुन भएकै कारण जरिवानाकै कारण मृत्यु भएको हो भन्नेमा तपाईहरु विश्वस्त हुनुहुन्छ एकदमै किनभने योजनाबद्ध तरिकाले जुन प्रकारको एउटा गरिब दुखीलाई जुन प्रकारको अहिले सरकारले जुन ट्राफिक जरिवानाको नियम बनाएको छ जुन प्रकारको 10,000 देखि 50,000 1 लाख बनाएको छ सामान्य मान्छेलाई त गाह्रो छ नि त गरिब दुखी अहिले उठीबास भइरहेका छन् ट्राफिकले के भन्दै छ भने हाम्रो कारणले होइन यो आत्मदाहको प्रयास भएको हाम्रो कारणले होइन भन्छ महानगरपालिकाले हाम्रो कारणले हुँदै होइन कहाँ हुन्छ भन्ने उहाँहरुको दाबी छ को हो त खास तपाईको यो काठमाडौँ महानगर प्रहरी र जुन ट्राफिक प्रहरीको योजनाबद्ध तरिकाले भएको जुन प्रकारको त्यहाँ जुन एउटा गणेश नेपालीले जुन प्रकारको एउटा आगो लाग्दै गर्दाखेरि शरीर उहाँहरू एउटा रमिता हेरेर बस्नुभयो उहाँलाई बेलैमा उद्धार गर्नु सक्नु भएन त्यति आधा शरीर जलिसके पनि उहाँहरूले जुन प्रकारको मानवीय एउटा अर्कै प्रकारको व्यवहार गर्नु उहाँप्रति त्यसका कारणले गर्दा अहिले सिङ्गो समुदाय स्तब्ध छ त्यसका कारणले गर्दा गणेश नेपालीले जबसम्म न्याय पाउँदैन तबसम्म आगो बल्ली छ जुन प्रकारको उहाँलाई योजनाबद्ध तरिकाले यो राज्य सत्ताले जिम्मेवारी लिनै पर्छ सडकमा हामी निस्किन्छौँ देशव्यापी रूपमा किनभने यस्तै गणेश नेपालीले जुन प्रकारको एउटा चरम यातना गरिएको छ जुन प्रकारको अहिले जुन फाँसीवादी शासन चलाएको छ यो सरकारले दुई तिहाईको सरकारले जुन प्रकारको दम्भ गरिएको छ जुन प्रकारको अहिले जुन प्रकारको संहिताको पक्षधर हो संहिता जुन प्रदेशलाई खारेज गर्ने धर्मनिरपेक्षता खारेज गर्ने यस्ता प्रकारका एउटा गतिविधि चलाएको छ आफ्नो एगलौटी दादा शैली चलाएको छ यसको लागि यो सरकारको एउटा अब दिनगन्ती सुरु भएको छ पक्कै पनि जनताले एउटा त्यो सत्तामा पुर्याएको अब जनताले नै सत्ता च्युत गर्नेछन् जनतालाई अतिको पर्दाफास गर्नेछन् पक्कै पनि यो बालेन्द्र शाहको कुशासनलाई पर्दाफास गर्नेछन् जुन प्रकारको एउटा बेरोजगारी युवाले एउटा आफ्नो एउटा श्रम गरेर जुन प्रकारको काठमाडौँमा बाँचिरहेको युवालाई जुन प्रकारको एउटा त्यो हत्या गरियो जुन प्रकारको आत्मदाह गर्ने प्रयास गरियो आत्मदाह गरेर पनि उहाँको मृत्यु भइसक्यो यो सरकार राज्य सत्ता लिनुपर्छ अब सामान्य प्रधानमन्त्री बालेन्द्र शाह र सुदन गुरुङको विरुद्धमा अब हामी एउटा कानुनी प्रक्रिया अनुसार अगाडि जानेछौँ यो राज्य सत्ताको लापरवाहीले गर्दा उहाँको अहिले मृत्यु भयो अब यस्तै सयौं बेरोजगारी युवाहरूले अब आत्मदाह गर्न बाध्य हुनेछन् सुसाइड गर्न बाध्य हुनेछन् यो राज्य सत्ताको आतङ्ककारी जुन प्रकारको आतङ्ककारी चलाइएको छ जुन हिजो सुकुम्बासीहरूलाई एउटा दोद्धर आतङ्कवादी मचायो त्यसका कारणले गर्दा जुन प्रकारको अहिले यो सत्ता बनेको एउटा निरङ्कुश शासन चलाइरहेको छ पञ्चायतीभन्दा राणा शासनभन्दा खतरनाक छ यसको विरुद्धमा अब देशभक्त युवाहरू उठ्नेछन् जुट्नेछन् आगो बाल्नेछन् जबसम्म तपाईँको एउटा गणेश नेपालीले न्याय पाउँदैनन् तबसम्म उनको जुन
प्रकारको एउटा जुन प्रकारको अन्त्येष्टि गरिँदैन त्यसको लागि हामी लाग्नेछौँ, देशभरि लाग्नेछौँ। त्यसमा पनि कर्णाली प्रदेशको दूरदराजमा जन्मेको मान्छे केही गर्छु भनेर काठमाडौँ प्रस्थान गर्दै गर्दै एउटा राज्य सत्ताको आतङ्ककारी देखिरहेका छौँ। त्यसका कारणले गर्दा जुन प्रकारको एउटा पूर्व सांसदहरू, जुन प्रकारको गृहमन्त्री लगायत क्रिमिनलहरूले एउटा स्टन्टबाजी देखाएर नाटक मञ्चन गरेर जुन भारतमा हामी उहाँलाई लिँदैछौँ, उपचार गर्दैछौँ, नागरिक बचाउनुपर्छ भनेर एउटा भ्रम सिर्जना गर्यो। यो सिङ्गो समुदायले एउटा कति तपाईँको एउटा बेरोजगारी युवाहरूले बलिदान दिनुपर्छ, त्यसको लागि युवाहरू तयारी छन्। अहिलेको यो शासन भनेको निरङ्कुश शासन हो। यसको रवैयामा हामी जोरदार तरिकाले लाग्नेछौँ। हस्, धन्यवाद।